यो छोटो भिडियोमा 5 वटा फोटो मार्फत बंगलादेशको एउटा सिंगै कथा बताउँदैछु जो नेपालसँग पनि सम्बन्धित हुन सक्छ। यो पहिलो फोटो शेख हसिना जो 2009 देखि लगातार त्यहाँको प्रधानमन्त्री थिइन्। त्यो भन्दा अहिलेको समेत जोड्दाखेरि 5 पटक गरेर झन्डै 20 वर्ष प्रधानमन्त्री भइसकेकी। फोर्ब्स भन्ने पत्रिकाले समेत विश्वको सबैभन्दा शक्तिशाली महिलाको सूचीमा राखिसकेको। उनको वचन नै शासन जस्तो भइसकेको। उनको विकल्प नै छैन कि जस्तो लाग्दै थियो बंगलादेशमा। यो दोस्रो फोटो 2024 को जुलाईमा आरक्षणसँग सम्बन्धित एउटा व्यवस्थाबारे त्यहाँको अदालतले एउटा विवादास्पद फैसला गरिदिन्छ। त्यसको विरुद्धमा विद्यार्थी आन्दोलन सुरु हुन्छ। दमन, धरपकड र आन्दोलनको बीचमा एकजना विद्यार्थी नेताको गोली हानेर हत्या हुन्छ। आन्दोलन थामी नसक्नुहुन्छ। प्रधानमन्त्री निवासमै आन्दोलनकारीहरू घुसिसकेपछि आखिर रातारात सेनाको हेलिकप्टर चढेर ज्यान जोगाउँदै भागेर देश नै छोडेर जानुपर्छ हसिनाले। उनलाई शरण दिन्छ त्यो बेलामा इन्डियाले। त्यसपछि अर्थशास्त्री मोहम्मद युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकार अर्थात् घुमाउरो भाषामा प्रधानमन्त्री इन्टरिम प्रधानमन्त्री बनाइन्छ। देशमा शान्ति व्यवस्था कायम गर्ने र निर्वाचन गराउने भनिन्छ। तर यसैबीच धेरैवटा विवादास्पद कामहरू पनि हुन्छन्, धेरै विवादहरू निस्किन्छन्। त्यसमध्येमा एउटा हो उनी चीनको नजिक भएको आरोप। यो तेस्रो फोटो उनले चीन भ्रमणको बेला दिएको एउटा विवादास्पद अभिव्यक्तिसँग सम्बन्धित छ। त्यसपछि इन्डिया खुलेरै उनको विरोधमा उत्रिएको र रिसाएको जस्तो देखिन्छ। याद गर्नुहोस्, यो बेलासम्म पनि भागेर इन्डिया पुगेकी र त्यहाँ शरण लिएर बसेकी पूर्व प्रधानमन्त्री हसिना इन्डियाकै शरणमा छिन् अझै पनि। यो चौथो फोटो त्यसैको अर्को कडी हो जसमा अब इन्डियाले बंगलादेशलाई आफ्नो विमानस्थल र बन्दरगाहहरूबाट सामान आउजाउ गर्न नदिने अर्थात् अर्को भाषामा भन्ने नि ब्लकेट गर्ने बताएको छ। इन्डिया र बंगलादेशको सम्बन्ध चिसिएको छ। अब किन त भन्ने प्रश्न उठ्ला। त्यसको जवाफ यो 5औं फोटोमा छ। अब हसिनाले युनुसको सरकार वैध नभएको कारणले अब आफू फिर्ता आउने र सत्ता पनि फिर्ता लिने भन्दै गरेकोसँग सम्बन्धित छ। जम्मा 1 वर्ष बितेको छ। कुनै पनि दिन अब बंगलादेशमा अर्को आन्दोलन सुरु भयो, युनुसको सरकार गिर्यो र हसिनाको फिर्ती भयो भने अचम्म नमाने हुन्छ। इन्डिया र चीन बीचको द्वन्द्वमा यो क्षेत्रका साना र कमजोर देशहरू कसरी पिल्सिन्छन्, आन्दोलन कसरी प्लान्ट गरिन्छ, सत्ता पलट कसरी गराइन्छ, त्यसको राम्रो नमुना हुन सक्छ बंगलादेशमा भइरहेको घटनाक्रम। आजको यो मेरो नयाँ प्रयोग छोटो भिडियोको यो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो? यस्ता अरू पनि छोटा छोटा भिडियोहरू हेर्न चाहनुहुन्छ भने त्यो पनि लेख्नुहोला। यदि यो बारेमा डिटेलमा जान्न मन छ भने तल कमेन्टमा लेख्नुहोला। म विस्तारमा फुल लेन्थको भिडियो पनि बनाउने छु सबैले बुझ्ने गरी। धन्यवाद।